राधिका चाहन्छु यो युनिक मिडिया ग्रुपको हास्य विद्या कार्यक्रममा साथीहरू म सन्जु पाठक अहिले इजरायलको तेलअभिबाट आजको रूपमा उपस्थित भएकी छु भने मलाई सहकारीमा साथ दिनुहुन्छ हाम्रो हिमाल दिदीले साउथ अफ्रिकाबाट त्यसै गरेर मलाई आज टेक्निसियनमा साथ दिनुहुन्छ सानो पन्था दिदी साथीहरू हजुरहरू पनि आउनुहोस् पार्टिसिपेट हुनुहोस् इन्जोय गर्नुहोस् हजुरहरूले पार्टिसिपेट हुनका लागि हाम्रो स्काइप आइडी रहेको छ UNIQE युनिक MEDIA ग्रुप त्यसै गरेर अहिले पनि हजुरले हाम्रो कार्यक्रमलाई लाइभमा सुनिरहनु भएको छ यदि हजुरहरूले सुन्नुभएको छैन भने हाम्रो लाइभको आइडी रहेको छ www.unimedia7.com सुन्न सक्नुहुन्छ साथीहरू हजुरहरूले हामीलाई फिडब्याक हाम्रो फेसबुकको आइडी रहेको छ सुनिनलाई हामीलाई साथ दिनु होला हजुरहरूले साथीहरू आजको हाम्रो अब हामी कार्यक्रमको विषयतिर लैजाउँ आजको हाम्रो विषय रहेको छ हास्य विधा यो हास्य विधा कार्यक्रममा हामीले आज जोक्स चुर्की ल्याएर क्यारिकेचर लिएर आएछौँ त्यति मात्र नभएर हजुरहरूले तपाईँको जे पछि पनि हामी सामु निर्धुक्क भएर हेर्न सक्नुहुन्छ त्योभन्दा पहिला हाम्रो कार्यक्रमको बारेमा जानकारी दिन चाहन्छु साथीहरू हाम्रो यो युनिक मिडिया ग्रुपमा 7 दिन 7 किसिमका कार्यक्रम हामी लिएर आउँछौँ त्यसमध्ये हाम्रो पहिलो दिन रहेको छ आइतबार साहित्य विधा सोमबार संगीत सन्देश मंगलबार भक्ति भजन बुधबार तपाईका मनका कुरा बिहिबार हाजिर जवाफ प्रतियोगिता शुक्रबार संगीत प्रतिभा साँझ र शनिबार हास्य विधा साथीहरू के हाम्रा कार्यक्रमहरूका लिस्टहरू साथ दिन्छ भने आज पक्का पनि कार्यक्रमको फर्मतिर जानुपर्छ यहाँ मैले धेरैजना साथीहरू यसमा दिइरहेको छु म पहिलो साथीलाई दिन्छु पनि र उहाँ कोराखाबाट हुनुहुन्छ यहाँ मैले नाम पढिरहेको छु भैरवजी भनेर म उहाँलाई दिन्छु उहाँ कोराखाबाट हुनुहुन्छ हेलो भैरवजी नमस्ते हेलो नमस्कार हजुर सर हाम्रो युट्युब मिडिया प्रोग्राममा भैरवजी हजुरको आवाज आएको छ हाम्रो यो प्रोग्राममा मेरो घर काठमाडौँ र म इजरायलमा आएको छु एक हप्ता जति भयो एक हप्ता भयो होइन त्यो भन्नुभयो होइन कन्टिन्यू सुनिरहेको छु राम्रो लाग्छ ठिक लाग्छ ठक्क 9:15 ठक्क अन गरिहाल्छु म पनि सुन्न त पर्यो त्यसरी नै हजुरले हामीलाई हाम्रो प्रोग्राममा साथ दिनु होला हजुरले दिएको साथले आज हाम्रो प्रोग्राममा चाहिँ उत्साह हुनेछ अब भने हजुरलाई म प्रोग्रामतर्फ लैजान्छु आजको हाम्रो सक्नुभयो हामीलाई के जानकारी गरिसकेको छ थोडा कपडा लगाएर आज हाम्रो कार्यक्रम रहेको छ हास्य विधा यसमा जो र यति मात्र नभएर आफूसँग पर्खिरहेको छ त्यो हजुरले हामीसँग हजुर यो प्रोग्राम म एक हप्ता जति भयो मलाई एकदम राम्रो लाग्छ प्रोग्राम कहिले भजन भयो कहिले गीतको लोकल गीत लोकगीत प्रोग्राम भयो कहिले हास्य कहिले हजुर जवाफ यस प्रोग्राममा एकदम ठिक लाग्छ खुसी लाग्छ एकदम गएर मैले प्रोग्राममा तर हास्य गानामा चाहिँ गाना कुनै पनि के अरे सुन्नलाई चाहिँ मन आउँछ नेक्स्ट टाइममा चाहिँ के लिएर आउँछु म धन्यवाद त्यसै गरेर मैले यहाँ स्कुलमा धेरै देखिसकेको छु म अर्कोजना साथीलाई गोराखाबाट हुनुहुन्छ उहाँको नाम मैले पढेको छु रमेश भनेर ओके म रमेश दिन्छु हेलो रमेश नमस्ते
हेलो रमेशजी। हेलो हजुर नमस्कार नमस्कार हजुर हजुर स्वागत छ हाम्रो हास्य विधा प्रोग्राममा। हजुर थ्याङ्क यू रमेशजी हजुरको यो आवाज कहाँबाट आइरहेको छैन हामीसम्म? हजुर अहिले चाहिँ म साउदी अरबबाट भन्नुपर्छ। साउदी अरबबाट भन्नुभयो होइन? हजुर हजुर यहाँले सुनाउनुहोस् न साउदी अरबको खबर के छ? हजुरलाई दिनहरू कसरी बितिरहेका छन् आज पनि? साउदी अरबमा अब राम्रै छ, हल्का हल्का चिसो लागिरहेको छ होइन। अब विशेष त यहाँ धेरै गर्मी हुने भनेर भन्ने गर्छन्। अब अहिले चाहिँ मौसम ठिक्क लेभलमा आइरहेको छ, ठिकै छ, ड्युटी टाइम पनि राम्रै छ, चलिरहेको छ। ठिकै छ होइन रमेशजी? हजुर एकदम राम्रो छ। भने कार्यक्रमको फर्मेटतर्फ जाउँ है त रमेशजी। हुन्छ ओके हजुर आज के लिएर आउनु हामी सामु? रमेशजी मेरो आवाज सुनिरहनु भएको छ? हामीले सुनिरहेछौँ। कति हजुरले आवाज सुन्नुभएको छैन कि कसै? होइन सुनिरहेको छु बरु मेरो हजुरले आफ्नो धेरै कुरा हामीसँग सक्नुहुन्छ र यदि अहिलेसम्म जोक चुर्किला केही छ भने आफू बसेर साथै साथीहरूलाई पनि पेट्न सक्नुहुन्छ रमेशजी। अब हजुरको पालो है त। हजुर के कुन भन्नुभयो? हास्य विधा रहेको छ आज हाम्रो कार्यक्रम। हास्य विधा मसँग त्यस्तो खासै कुनै खालको आज म तयारीमा त आएको थिइनँ। म सुनेर रात दिन बस्छु होला नि। हास्य विधा बाहेक तपाईँले अरू आपसँग जे प्रतिभा पनि हामीलाई सोध्न सक्नुहुन्छ रमेशजी। हुन्छ त्यसो भने एउटा गजल भन्नु पर्ला। ओके ओके राख्न सक्नुहुन्छ हजुर गजल। हजुर गजलहरू यस प्रकार छन्। बोलाउँदा दाई भन्छौ अनि चित्त दुख्छ, बोलाउँदा नि दाई भन्छौ अनि चित्त दुख्छ, झनै कहिले बराई भन्छौ अनि चित्त दुख्छ। माया गरी सँगै जीवन बिताउँ भन्दा पनि, माया गरी सँगै जीवन बिताउँ भन्दा पनि हुँदै हुन नाइ भन्छौ अनि चित्त दुख्छ, बोलाउँदा नि दाई भन्छौ अनि चित्त दुख्छ, झनै कहिले बराई भन्छौ अनि चित्त दुख्छ। रगतले मनका कुरा कतिदेखि पठाएथे, रगतले मनका कतिदेखि पठाएथे, त्यही चिठी नि जलाए भन्छौ अनि चित्त दुख्छ, हुँदै हुन नाइ भन्छौ अनि चित्त दुख्छ, बोलाउँदा नि दाई भन्छौ अनि चित्त दुख्छ। जिस्किएर सधैँ मलाई अपवादमै छाड्यौ, जिस्किएर सधैँ मलाई अपवादमै छाड्यौ, अन्तै माया लगाए भन्छौ अनि चित्त दुख्छ, हुँदै हुन नाइ भन्छौ अनि चित्त दुख्छ। मनको मात्र धनी तिमी भनेपछि उसले, मनको मात्र धनी तिमी भनेपछि उसले, हुने खाने सजाए भन्छौ अनि चित्त दुख्छ, झनै कहिले पराई भन्छौ अनि चित्त दुख्छ, बोलाउँदा नि दाई भन्छौ अनि चित्त दुख्छ। हवस् धन्यवाद। रमेशजी हजुरको आफ्नै क्रिएसनमा थियो? हजुर यो हजुरको आफ्नै क्रिएसनमा थियो? यो चाहिँ मेरो साथीद्वारा थियो। मैले साथीको हातबाट छाडेको। मैले आफ्नो डायरी चाहिँ है मसँग नभएको कारणले आज मेरो साथीको गजल सुनाएको। योभन्दा अन्यथा चाहिँ मैले आफ्नो नै सुनाउने गरेको थिएँ। ओके साथीको पनि हजुरले हामीलाई सुनाइदिनु भयो। हामीले एकदमै आनन्द लियौँ। एकदमै राम्रो गजल थियो। अब पनि मैले हजुरबाट पक्का पनि छुट्टी पनि हुन्छ। हजुरले हाम्रो कार्यक्रममा सुनेर साथै गर्नु होला है त रमेशजी। हवस् पनि। ओके बाबा रमेशजी। रमेशजी साउदीबाट यसो गरेर मैले अब कार्यक्रममा अझ पनि अगाडि बढाउनु पर्ने हुन्छ। यहाँ स्क्रिनमा मलाई धेरै साथीहरूको नाम दिइरहेको छु। म अब जग्गा छवितर्फ जान्छु है त। म अब हाम्रो श्यामजीतर्फ जान्छु। हेलो श्यामजी नमस्ते। हेलो उहाँलाई आवाज
दिनु भएन, सायद उहाँको पनि केही प्रोब्लम हुनसक्छ। एनिवे ओके, यहाँ धेरैजना साथी हुनुहुन्छ, म अर्कोजना साथीलाई लिन्छु। यहाँ मैले नाम पढिरहेको छु, रामचन्द्रजी भनेर म उहाँलाई लिन्छु है त। हेलो रामचन्द्रजी, नमस्ते। नमस्कार सञ्जुजी म जीवनजी अनि सानुजी लगायत युनिक मिडिया ग्रुपलाई म सह्याद्री मिडिया ग्रुपको तर्फबाट त्यो रात्रिकालीन नमस्कार भन्छु। हजुर हेलो रामचन्द्रजी। हजुर हजुर हजुरलाई पनि म लगायत हामी सम्पूर्ण नमस्कार भनिसकेका छौँ। अनि हजुरको आवाज अहिले कहाँबाट आउँदैछ नि हामीसँग रामचन्द्रजी? म हाल मलेसियाबाट हो। मलेसियाबाट भन्नुभयो है? हजुर हजुर। अनि हजुर मलेसिया जानुभएको कति हो नि? अलिकति सुनाउनुहोस् न हामीलाई मलेसियाको पनि यसो हालखबर। मलेसियाको हालखबर भन्नुपर्दा एकदमै ठिक छ। यहाँको हावापानी सधैँभरि एकै नाच्दै हुन्छ। आज दिउँसो चाहिँ अलिअलि पानी आएको थियो, एकदमै शीतल मौसम छ। सँगसँगै नेपालको लगभग पहाडी भाग जस्तो एकदम यहाँको क्लाइमेटहरू पनि एकदम त्यस्तै छ। अनि यहाँको वातावरण पनि एकदमै धेरै नै राम्रो छ। अहिले यहाँ मलेसियाको टाइम भन्नुपर्दाखेरि बिहानको 3:33 भएको छ। बिहानको भन्नुभयो है? रातिको भन्नु पर्ला यो बिहानीको 3:33 भएको छ। हजुर धेरै रमाइलो छ, हजुरको दिन राम्रोसँग बितिरहेको छ होइन रामजी? एकदमै रमाइलो छ भन्नुपर्छ, राम्रैसँग बितिरहेको छ। पनि हामी कार्यक्रमको फर्मेटतर्फ जाउँ है त रामचन्द्रजी। हजुरले हाम्रो प्रोग्राममा अलिकति सुनिरहनु भएको छ होइन? एकदमै। अनि हजुरले के लिएर आउनुभएको छ नि आज हामीसँग? मैले त्यस्तो अब क्यारिकेचर गर्नमा त्यति जान्ने त मान्छे म पक्कै पनि होइन है। म पक्कै पनि एउटा चुर्किला जस्तो मैले तपाईँहरूलाई सुनाउने जमर्को गरेको छु। म चुर्किला सुनाउनु मिल्छ होइन त? हजुर सुन्छ नि। आज हाम्रो टपिक चाहिँ त्यही हो, चुर्किला जोक्स र क्यारिकेचर हो। ठिकै छ। एउटा स्कुलमा चाहिँ राम र श्याम भन्ने व्यक्ति पढ्दो रहेछन् र राम र श्याम चाहिँ एक दिन सँगै स्कुल गएछन्। जब श्यामले एउटा धारामा पुगेर चाहिँ पानी थापेछ, पानी थाप्दाखेरि श्यामको पैसा खसेछ। पैसा चाहिँ रामले टेकेर बसेछ जब, अनि श्यामले भनेछ राम स्कुल जाउँ, लेट भइसक्यो। जब रामले भनेछ श्यामलाई तिमी हिँड्दै गएर म आउँछु भनेछ, श्यामले सँगै जाउँ न सँगै। ओहो तिमी हिँड्दै गर न, म बिस्तारै आउँछु। ल सँगै जाउँ भन्दा भन्दै उनीहरू धेरै बेर चाहिँ त्यहाँ बात गर्दा गर्दै राम र श्याम बात गर्दा गर्दै बसिरहेछन्। जब उनीहरू धेरै ढिलो पछि उनीहरू स्कुल गए। स्कुलमा पुग्दाखेरि चाहिँ सर क्लासमा पसिसक्नु भएको रहेछ। सर क्लासमा पसिसक्दाखेरि राम र श्याम पुगे। अनि सरले सोध्नुभयो श्यामलाई, श्याम तिमी किन ढिलो आयो भनेर भन्नुभयो। श्यामले भन्यो सर म पानी थाप्दै थिएँ र रामलाई मैले सँगै लिएर आउँदाखेरि ढिलो भयो भनेर भनेछ। जब त्यहाँबाट सरले फेरि रामलाई सोध्नु भएछ, राम तिमी चाहिँ किन ढिलो नि भनेर भन्दाखेरि रामले भनेछ सर मैले श्यामको पैसा खसेको थियो, मैले टेकेर बसेको थिएँ, त्यसैले ढिलो भयो सर भनेर रामले भनेछ। त्यसै भन्दा हुँदै उनीहरूको क्लासको टाइम पनि छ। धन्यवाद। म त एकदमै हाँस्यो लाग्छ। साथीहरू पनि माइक्रोफोन अफ गरेर पनि हाँस्नुहुन्छ। अलिकति माइक्रोफोन गर्दाखेरि हाम्रो प्रोग्राममा डिस्टर्ब हुने कारणले गर्दा हजुरले माइक्रोफोन अफ गरेर हाँसिदिनु होला। हजुरको एकदमै राम्रो थियो। फेरि पनि हजुरको पालो आउने पक्का समय छ। हजुरले अहिले हाम्रो प्रोग्रामलाई सुनेर हालिदिए गर्नु होला। अहिले पनि चाहिँ म हजुरबाट छुट्छु है त। बाई। ओके भाइ। उहाँ हुन्थ्यो राम्रो मलेसियाबाट। यसै गरेर मैले यहाँ धेरैजना साथीलाई सुन्न दिइसकेकी छु। अब म उता सेक्टरमा जान्छु। उहाँ हुनुहुन्छ दिपकजी भनेर मैले यसमा देखिरहेकी छु। म उहाँलाई लिन्छु है त। हेलो दिपकजी नमस्ते। हेलो दिपक पाण्डे फ्रम युएसए म हजुरलाई बोलिरहेको छु। हेलो दिपकजी नमस्ते। हजुरलाई स्वागत छ हाम्रो युनिक मिडिया ग्रुपको टेलिभिजन प्रोग्राममा। दिपकजी अनि हजुरको हालखबर कस्तो छ? कसरी दिनु?
छ, सुनाउनुहोस् न अलिकति हामीलाई। हजुर त्यो ठिकै छ होइन, क्षेत्रीय खबर पनि अहिले भने हजुर भने हामी कार्यक्रमको फार्मतर्फ जाउँ है त दिपकजी। आजको कार्यक्रमको बारेमा हजुरलाई जानकारी भइसक्यो होइन? हजुर जानकारी भइसकेको छ। हजुरले के लिएर आउनु भएको छ नि आज हामीसँग? सानो एउटा हजुर भन्नुहोस्। उहाँ डिस्कनेक्ट पनि भइसक्नु भएको छ, उहाँको मलाई लाग्छ नेटवर्क हुन सक्छ। ओके, उहाँ फेरि पनि आउनुहुनेछ र उहाँलाई म फेरि पक्का पनि दिनेछु। अब यसै क्रममा हामीले यो हास्य कार्यक्रमलाई अझ सुगन्ध पार्नका लागि एउटा गीत हजुरलाई सुन्न गरेर सुन्नुहोस् वा अब यो मिठो गीत। आकाशमा ताराहरू चम्कदा धेरै उज्यालो हुन्छ, आकाशमा ताराहरू चम्कदा धेरै उज्यालो हुन्छ, बगैँचामा फुलहरू फुल्दा रमणीय हुन्छ, बगैँचामा फुलहरू फुल्दा रमणीय हुन्छ। हाम्रो यस युनिक मिडिया ग्रुपहरू जस्तो श्रोता आउँदा धेरै रमाइलो हुन्छ। नमस्ते, हेलो, हाई, नमस्ते भन्दै म हजुरहरूकै साथी हिमाल जीसी उपस्थित भइसकेको छु भने मलाई साथ दिँदै हुनुहुन्छ सन्जु पाठकज्यू र मलाई प्राविधिकमा सहयोग गर्दै हुनुहुन्छ हाम्रो सानो र मलाई लाइभ छोड्दै हुनुहुन्छ जीवन लिटलजी। आज पनि यस शनिबारको बसाइमा हामीहरूले हाँसौँ अनि हँसाउ भन्ने कार्यक्रम हास्य विधा अन्तर्गत चुटकिलाहरू, क्यारिकेचरहरू र हास्य व्यङ्ग्यहरू लिएर आइसकेका छौँ र तपाईँहरूलाई मनोरञ्जन दिनको लागि यहाँ यस युनिक मिडिया ग्रुपमा प्लेटफर्ममा हामी उपस्थित भइसकेका छौँ। सम्पूर्ण मित्रहरू यहाँ उपस्थित भइसक्नु भएको छ र कोही साथीहरूले हँसाएर पनि गइसक्नु भएको छ भन्दै
म प्लिज माइक्रोफोन हजुरले अफ गरिदिनु हुन म अनुरोध गर्दछु। हजुरहरूले आफ्नो माइक्रोफोन अफ गरेर यस कार्यक्रममा सहयोग गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र यहाँ धेरै साथीहरू स्क्रिनमा देखिसकेको छु यहाँहरूले, र म बोलाउन गइरहेको छु। उहाँ मित्र हुनुहुन्छ, उहाँ पहिले पनि डिस्कनेक्सन भइसक्नु भएको छ, दिपक पाण्डेजीलाई। दिपकजी नमस्कार। हेलो दिपकजी नमस्कार। उहाँले आवाज दिन सक्नुभएको छैन, सायद उहाँको नेट प्रब्लम हुनसक्छ। उहाँ डिस्कनेक्सन भइसक्नु हुँदै आउँदै गरिरहनु भएको छ। र म यहाँ अर्को साथीलाई बोलाउन गइरहेको छु। उहाँ हुनुहुन्छ, उहाँले नाम दिइसक्नु भएको छ ताराराम बस्नेत भने। उहाँलाई हाम्रो यस युनिक मिडिया ग्रुपमा स्वागत गर्न चाहन्छु। तारारामजी नमस्कार हजुरलाई। हजुर सर नमस्कार। नमस्कार, हजुर आरामै हुनुहुन्छ? हजुर आरामै भन्नु पर्यो सर, यो बस्या त ड्युटीमा है, अब यस्तै हो, के गर्नु सर है। अनि हजुरले अहिले आवाज कहाँबाट दिँदै हुनुहुन्छ तारारामजी? हजुर म अहिले हाल भन्दाखेरि सर म बहराइनबाट हो हजुर। अनि छोटो मिठो बहराइनको हालखबर के छ बताइदिनुहोस् हाम्रो मित्रहरूलाई। बहराइनको हावा के हुनु र सर, हालखबर त अब सबै ठिकै छ। अब ठन्डीको मौसम लाग्छ है, बहुत ठन्डा छ यहाँ चाहिँ। हजुर जाडो भइरहेछ सर। हजुर। चिसो हावा चलिरहेको छ, त्यो सर के गर्ने होइन, अब ड्युटीमा बसेको छ। अनि हजुरले हामीलाई, हाम्रो यस युनिक मिडिया ग्रुपलाई माया गरेर तपाईँ डेली हाम्रो श्रोता हुनुहुन्छ, राम्रो राम्रो हाम्रो कार्यक्रममा सहभागी भएर सहयोग गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र आजको कार्यक्रम हजुरलाई अवगतै होला, आजको कार्यक्रम हाम्रो हाँसो अनि हँसाउ अन्तर्गत चुटकिला, क्यारिकेचरहरू अनि त्यसपछि हास्य व्यङ्ग्यहरू पर्छ। हजुरले के कोसिस लिएर आउनुभएको छ आज यस युनिक मिडिया ग्रुपमा? हजुर भन्दाखेरि चाहिँ हजुर अब मैले एउटा छोटो मिठो होइन, यसो 2 लाइन भने पनि यसो सन एउटा चाहिँ म सुनाउन चाहन्छु होइन। हजुर। सबै सुन्ने अब हाम्रो नेपाली साथीभाइ दाजुभाइहरू दिदीबहिनी सबैलाई अब होइन म छोटो चुटकिला मुक्त सुनाइदिन्छु। हजुर तारारामजी तपाईँको समय सुरु हुन्छ, अब तपाईँको टाइम सुरु हुन्छ, तपाईँले स्टार्ट गर्न सक्नुहुनेछ। हजुर। वीरत्वको खुकुरीको धार बनाउँछु असाध्यको जिउने आधार बनाउँछु। वीरत्वको खुकुरीको धार बनाउँछु असाध्यको जिउने आधार बनाउँछु। स्वार्थी छ यो दुनियाँ छैन स्वार्थी यो दुनियाँ तै छाड मै छाड आफ्नै छुट्टै भ्यालैमा संसार बनाउँछु। स्वार्थी छ दुनियाँ तै छाड मै छाड। हजुर भन्नु, हजुरको आवाज म सुनिरहेको छु, भन्नु। हजुर अब वीरत्वको खुकुरीको धार बनाउँछु असाध्यको जिउने आधार बनाउँछु। स्वार्थी यो दुनियाँ तै छाड मै छाड चलाइरहेको छु आफ्नै छुट्टै संसार बनाउँछु। हजुर तपाईँले आफ्नै रचना गर्नुभएको तारारामजी? हजुर म आफैले बनाएको हजुर। हजुर तपाईँले धेरै धेरै राम्रो लेख्नु भएको छ। तपाईँका यसरी आउँदा दिनहरू पनि तपाईँका कलमहरू अगाडि बढ्दै जाउन् भन्ने म हजुरलाई शुभकामना दिन चाहन्छु। र यस युनियन मिडिया ग्रुपबाट दोस्रो पटक हो अब। हजुर हजुरहरूको मिडियामा चाहिँ होइन, अब म चाहिँ अब धेरै भनौट पाउँछु गर्दै जान्छ होइन। हजुर ओके, प्रोग्राम सफल होस्, चल्दै जाओस् होइन। हजुर तारारामजी तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँबाट अब बिदा लिन चाहन्छु तारारामजी। तपाईँले धेरै मिठो गजल भनेर गइसक्नुभयो, हजुरबाट बिदा हुन चाहन्छु। हस् त, बाबाई। उहाँ हुनुहुन्थ्यो तारारामजी, अहिले बहराइनबाट। उहाँले एउटा मिठो गजल श्रोताहरू सामने वाचन गरेर गइसक्नु भएको छ। र अब म यहाँ धेरै साथीहरूलाई देखिरहेको छु, सबै हतारमा हुनुहुन्छ हाम्रै। म यहाँ नाम भन्न गइरहेको छु, सानु शेर्पाजीलाई नमस्कार गर्न चाहन्छु। हाम्रो यस कार्यक्रममा वेलकम गर्न चाहन्छु। सानुजी नमस्कार। सानु शेर्पाजी, सानुजी नमस्कार। उहाँले आवाज दिन सक्नु भएको छैन, सायद उहाँ काममा व्यस्तता हुनुहुन्छ होला।
म अर्कोजना साथीलाई लिन गइरहेको छु। रामचन्द्रजीलाई, रामचन्द्र कार्की हुनुहुन्छ कि उहाँको नाम देखिरहेको छु। रामचन्द्रजी नमस्कार, हजुरलाई वेलकम छ हाम्रो यस युनिक मिडिया ग्रुपमा। प्लिज युनिक मिडिया ग्रुपबाट माइक्रोफोन अफ गरिदिनु म अनुरोध गर्दछु। उहाँले पनि आवाज दिन सक्नुभएको छैन। म अर्को मित्रलाई बोलाउन गइरहेको छु। उहाँ पहिले पनि डिस्कनेक्सन हुनुभएको छ। दीपक पाण्डेजी, दीपकजी नमस्कार। हजुरलाई फेरि पनि यस युनिक मिडिया ग्रुपमा वेलकम गर्न चाहन्छु। तपाईको दीपकजी, तपाईको आवाज अलि तपाईको भोल्युम अलिकति बढाउन सक्नुहुन्छ? तपाईको आवाज अलि कम आइरहेको छ यहाँ। हजुर, अनि हजुर मेरो नेट कनेक्सन यो खराब भएको कारण चाहिँ म पहिला उपस्थित हुन सकिनँ। उपस्थित हुनु त्यसको लागि धेरै धन्यवाद। म चाहिँ सुशीला गइरहेको छु। ओके दीपकजी, तपाईँको आफ्नो चुटकिला अघि पनि हजुरले भन्न लाउनु भएको, तपाईँको नेट डिस्कनेक्सन भयो। अब तपाईँको पालो सुरु हुन्छ। हजुरले आफ्नो चुटकिला वाचन गर्न सक्नुहुन्छ दीपकजी। राम्रो उनले के भन्छन् उनले हेलो मोनाजी, प्लिज आफ्नो माइक्रोफोन अफ गरिदिनु प्लिज। थ्याङ्क यू। हजुर दीपकजी, ओके दीपकजी, धेरै नेटको प्रब्लमको बावजुद पनि तपाईँले आफ्नो चुटकिलाहरू वाचन गर्नुभयो। त्यसको लागि धेरै धेरै तपाईँको चुटकिलाहरू धेरै राम्रो थियो, सान्दर्भिक थियो, धेरै राम्रो थियो। अब तपाईँबाट म छुट्न चाहन्छु दीपकजी। ओके, बाई बाई। उहाँ दीपकजी हुनुहुन्थ्यो अहिले साउदीबाट। उहाँले नेटको प्रब्लम भए पनि उहाँले आफ्नो गजललाई वाचन गरेर गइसक्नु भएको छ। र आज अलिकति नेटको प्रब्लम भइरहेको छ, आवाजमा डिस्टर्ब भइरहेको छ। केही छैन, कार्यक्रम रमाइलो भएको छ र यहाँ धेरैजना साथीहरू पनि उपस्थित भइसक्नु भएको छ। र म अब हाम्रो स्टुडियोबाट म एउटा गीत बजाइदिनु म अनुरोध गर्दछु। हाम्रो श्रोताहरूलाई झन् रमणीय मनोरञ्जन दिनको लागि एउटा गीत प्ले गर्न अनुरोध गर्दछु। जीवनजी,
फेरि पनि गीतको साथसाथै फिल्मीमा पटक कसैलाई अझमा साथीहरू आज हाम्रो कार्यक्रम छ हास्य विधा यो हास्य विधा अन्तर्गत जोस तुर्किला र क्यारेक्टर रहेको छ आउनुहोस् निर्देशक आउनुहोस् कार्यक्रमको मेरोमा छैन तपाईँको मात्रै होइन तपाईँ हामी सबैको कार्यक्रममा क्षेत्र निर्देशकबाट आफू सबैको प्रतिभा राख्नुहोस् इन्जोय गर्नुहोस् पार्टिसिपेट गर्नुहोस् साथीहरू म कार्यक्रममा अझ अगाडि बढ्न गइरहेको छु र यहाँ मैले स्कुलमा धेरै साथीहरूको नाम पढिसकेको छु र मलाई पनि हाम्रो एकजना साथी उहाँ हुनुहुन्छ हाम्रो रेडियो प्रयासको कोअर्डिनेटर प्लस टेक्निसियन साथी प्लस उहाँ हुनुहुन्छ आदि पनि हुन्छ रेडियो प्रयासको र हाम्रो युनिक मिडिया ग्रुपको सल्लाहकार पनि हुनुहुन्छ म उहाँलाई लिन्छु है छ हेलो कालेक्सनजी नमस्ते हजुर सञ्जयजी नमस्ते हजुर स्वागत छ यो हाम्रो युनिक मिडिया कार्यक्रममा थ्याङ्क यू सो मच सञ्जयजी अघि दिनजी भन्दा पनि जस्ट भर्खर कनेक्सन भएको साथीले गर्दा पनि तर भने युनिक मिडिया ग्रुपले लगाएको माया भन्ने म कहिले पनि भुल्ने छुइनँ र युनिक मिडिया ग्रुपको धेरै माया थालिसकेको छ यो चाँडै समयमा धेरै प्रगति गरेको छ युनिक मिडिया ग्रुप त्यो प्रगतिको पनि कामना गर्दछु र जति पनि साथीहरूले उपस्थित हुनुभएको छ सम्पूर्ण साथीहरूलाई गुड इभिनिङ साथीहरू भन्न चाहन्छु कान्छाजी अनि हजुरलाई छानी भइसक्यो अनि भनिसकेँ अहिले पनि भर्खरै पनि म जानकारी लिइसकेको छु सबैजना साथीहरू तपाईँलाई मात्र नभएर अहिलेको आजको हाम्रो कार्यक्रम भएको छ हास्य विधा यसमा जोस तुर्किला क्यारिकेचर र आजको भएको कुनै पनि पात्र हजुरले राख्न सक्नुहुन्छ अनि म हजुरलाई टाइम दिन्छु है त हुन्छ धन्यवाद साथीहरू मैले एउटा चुटकिला लिएर आएको छु साथीहरूले मलाई माइक्रोफोन फिट गरेर सहयोग गरिदिनु होला चुटकिलातर्फ लागि चुटकिला यस प्रकार गरिरहेको छ तीनजना एउटा फ्यामिलीमा छोरी अनि बाबा अनि मम्मी चाहिँ सपिङ गर्न सुपर मार्केटमा आउनुभएको रहेछ अनि सपिङ गर्ने क्रममा चाहिँ छोरीले बाबा आइसक्रिम किनिदिनु न बाबा आइसक्रिम किनिदिनु न भनेर एकदम गरेर बाबाले चाहिँ आइसक्रिम किनिदिनु भयो छोरीलाई अनि एकैछिनमा छोरीको हातबाट चाहिँ के भयो भने आइसक्रिम खस्यो आइसक्रिम खस्ने बित्तिकै मम्मीले भन्नुभयो छोड्दै नटिप त्यो फेरि अर्को किन्दैन त किन टिप्छस् त आइसक्रिम हामीसँग के पुग्छ छैन र छोड्दै भनेर उसको मम्मीले भन्नुभयो ती छोरीको मम्मी सुपर मार्केटमा सपिङ गरिरहेको क्रममा अनि त्यति क्रममा एकैछिनमा चाहिँ उसको बाबा चाहिँ यो केराको बोक्रामा चाहिँ लड्नु भयो है त्यतिखेर टिप्लेर लड्नु भयो अनि लडेर भुइँमा पछाडि पछाडि चाहिँ अनि ती के भन्नु भने मम्मी छोडिदिनु न बाबालाई बाबा अर्को किन्नुपर्छ बाबा भनेर ती छोरीले भनिन्छन् धन्यवाद यति नै मेरो चुटकिला साथ दिन म माइक गरेर धेरै धन्यवाद साथीहरूलाई र टेक्निकमा साथ दिने मजाले हाँस्यो यो जोक सुन्दाखेरि लाग्छ र सबैजना साथीहरू पनि एकदमै मजाले हाँसिरहनु भएको छ मात्र यहाँ हामीले माइक्रोफोन अन गर्न पाउँदैन मात्र हजुरले उहाँको आवाज सुन्न पाउनु भएको उहाँहरूले एकदमै आइसक्नु भएको अब पनि हजुरले हाम्रो प्रोग्रामलाई सुनेर साथ दिँदैन अनि म हजुरलाई चाहन्छु बाई मैले कार्यक्रमलाई अझ अगाडि बढ्नु पर्ने हुन्छ यहाँ मैले स्कुलमा धेरै साथीहरू दिइरहेकी छु अब म जान्छु उहाँको नाम छ रामहरी भनेर मैले पढेको छु उहाँ उहाँको आवाज कहाँबाट आइएको छ हेलो रामहरीजी नमस्ते हेलो रामहरीजी नमस्ते उहाँले मलाई आवाज दिनुभयो सायद मेरो आवाज उहाँसँग नपुग्न सकेको हुन्छ अथवा उहाँको आवाज यहाँ हामीसँग नआउन सकेको हुन्छ त्यसै गरेर म अर्को साथलाई लिन्छु हजुरलाई थाहा नै भइसकेको छ हाम्रो खड्काजी हुनुहुन्छ म खड्काजीतर्फ जान्छु है त उहाँलाई स्वागत गर्न चाहन्छु यो हाम्रो युनिक मिडियामा हास्य विधा कार्यक्रममा र हेलो खड्काजी र उहाँको नाम छ केशवजी तर हामीहरू उहाँलाई खड्काजी भनेर चिन्ने गर्छौँ वास्तवमा हेलो खड्काजी नमस्ते नमस्कार सञ्जयजी यहाँलाई पनि धन्यवाद दिन चाहन्छु आजको हाम्रो प्रोग्राम हास्य विधा र यस विधामा मैले खड्काजीको क्यारिकेचर गर्न गइरहेको छु यसलाई चाहिँ अलिकति राम्रो र सुगन्ध बनाउनको लागि यहाँनिर अलिकति खड्काजी र खड्किनी भाउजूको वादलाई एउटा रमाइलो कन्भर्सेसन बनाउनको लागि एउटा श्रीमान श्रीमतीमा हुनुपर्ने माया ममता र झगडाहरू हुन्छन् गाउँमा समाजमा घरमा र त्यसरी एउटा परिवारभित्र भएका कुराहरूलाई हामीले यहाँ प्रस्तुत गर्न म चाहिँ एउटा विषय
वस्तु बनाएको थिएँ र यसमा चाहिँ हजुरले थोरै मलाई साथ दिनुहुन्छ भन्ने पनि आशा राखेको छु किनकि यसमा खर्किने भाउजू बोल्नुपर्ने हुनेछ र हजुरले मलाई साथ दिनुहोला किनकि एउटा खर्किने भाउजूले खर्काले कसरी एउटा नराम्रो कामतिर अथवा परस्त्रीसित नजर लगाएको हुन्छ त्यसलाई चाहिँ हजुरले एउटा सानो क्यारेक्टर गरिदिएर मलाई पनि साथ दिनुहुन्छ भन्ने आशा लिएको छु हजुर तयारी हुनुहुन्छ हो केशवजी हजुरले त मलाई अप्ठ्यारो पार्नु भयो त यो कुरामा त ओके म ट्राई गर्छु कोसिस गर्छु सकेसम्म म हजुरलाई साथ दिन्छु है त केशवजी हुन्छ हजुरले अलिकति संवाद भनिदिनुपर्ने हुन्छ किनकि खड्काजीलाई गाली गर्नुपर्ने हुन्छ कुनै परस्त्रीलाई खड्काजीले नजर लाउनु हुँदैछ र हजुरले सुरु गरिदिन सक्नुहुनेछ ओके म अब स्टार्ट गर्छु है त साथीहरू सुन्नु होला म अब यहाँ अप्सरै बनिसक्यो म अघि त यहाँ एङ्करमा थियो अब अप्सराहरू लागिसक्यो ओके म अप्सरा भएर केही उहाँलाई साथ दिन्छु के सब्जीलाई मैले साथ पनि दिनुपर्छ ओके राम 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 मैले के देख्नु परेको यी आँखाले आज सन्तोरीसँग दिनभरि पो मस्केर बसेर यी बुढा त पख न तिमीलाई बुढा पख भएर घरमा त आऊ मैले जानेछ तिमीलाई पख बुढा तिमीलाई आज म एकसित भात पनि दिन्न पख मात्र है त ए बुढा पख तिमीलाई मैले जानेको छु के बोलेको तिम्रो त्यस्तो राम्रो मुख भएछ त्यस्तो शब्द मैले भन्न मिल्छ होला त्यस्तो शब्द भन्न सक्छ तिमीले अप्ठ्यारा मेरो यहाँ बसिन्छौ मेरो मुटुको मुद्दामा बसिन्छौ बुझ्यौ तिमी मेरो प्राण हौ अप्ठ्यारा प्राण हौ मेरो मुटुको प्राण हौ अप्ठ्यारा तिमी मेरो मुटुको प्राण हौ तिमीले मलाई त्यस्तो भन्न मिल्दैन मिल्दैन अप्ठ्यारा अब म अब नेपालको एउटा संस्कार भन्ने भने तिमीलाई यस्तो सुख नेपालको अप्ठ्यारा नरिसाउन अनि हाम्रो अब सोलेसको कार्यक्रममा पैसा उठ्ने आउँछ विदेशको कार्यक्रममा पैसा उठ्ने आउँछ पैसा राख्छ त्यो यहाँ म पैसा र अप्ठ्यारा तिमीले त्यस्तो होला अप्ठ्यारा यो खप्पालाई अप्ठ्यारा मेरो बाबा नरिसाउन अप्ठ्यारा बाबा नरिसाउन नबस्नु मलाई भित्री मन एउटा कुरा गर्छु बाहिर मन एउटा कुरा गर्छु यस्ता मलाई यस्तो बानी मलाई मन पर्दैन ए बुढा जाउँ न तिमी सन्तसँग दिनभरि त घाँस खेर बसेर छौ नि रातमा तिमीले बुढी चाहियो दिनभरि मलाई एक रात एकचोटि सम्झ्यौ तिमीले चाहिँदैन मलाई तिम्रो सम्पत्ति म पनि कमाएर हेर्छु टन्न कमाउँछु म पनि मलाई तिम्रो हस्नु पर्दैन जाऊ त्यही सन्तरीका घरमा जाऊ त्यही सन्तरीले तिमीलाई दिन्छ मिठो मिठो खानेकुरा दिनलाई उहीसँग जाऊ पर्दैन है मसँग बोल्न जाऊ 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 त्यतिर जाऊ
एउटा त्यसलाई भन्दैछौ तिमी मन तिमी सधैँ व्यस्त राख्छ तिमीलाई नगर त्यसो मलाई चित्त बस्नु पर्दैन तिमीले के देखायो त्यो सन्तुलित हुनुलाई यता फर्केर चिटिक 16 वर्षको जवानहरू त म कति राम्रो छु त्यो घोप्टे ऐनाले मलाई फर्केर हेर्दैछ कि म कति चाहिँ राम्री छु त्यसै भएर मलाई अप्सरा राम्री भएको कारणले मलाई अप्सरा भनेको यो कोहीमा थाहा छ पुरा गयो तिमी फर्केर अब आश नगर तिमीले अप्सरा अब फर्किन्छ तिमी सबैले आश नगर्दा हुन्छ तिमीलाई थाहा छ साथै दादा मेरा बा मम्मीले मलाई गोडा धरेर दिएको थियो जय मेरो छोरा राम्रोसँग पाल्नु है भनेर हुन्छ बुबा हुन्छ मम्मी छोरीलाई म सुख दिन्छु आनन्दले पाल्छु भन्थ्यौ बिहाका दिन बेलुका तिमीले के भनेको छौ याद छ तँ रात सम्झ त ए अप्सरा तिमीलाई आकाशका तारा आफूलाई सुन्नु भन्छु पैसा तिमीलाई चिप्लाउनु धेरै उनी पहिलेदेखि पनि औडै भनेको मात्र भएको म पछ्याउने खुब आज मेरा यी दुईटा आँखा देखेको छ तिमी अप्सराको माएर बसेको छौ त्यो परको डाँडा मेरा आँखा देखेको छ तिमीलाई छोड्नेवाला तिमीलाई याद रह त यति राम्री मेरो बुझे चिटिक्क परेको 16 वर्षकी चाहिँ कति राम्री छ भने थाहा छ थाहा हुँदैन किन गाउँ तसँग मर्छ मर यो दिनमा कुन चाहिँ कुन सोचिरहनु पर्छ मैले एकदिन मरै जानुपर्ने आखिरीमा मर्छ भने मर तर म तिमी सब फर्केर आउनेवाला छुइनँ मेरा कुम्लो कुम्टोहरू मैले यहाँ ठिकाएर राखिसकेको छु आज त म जान्छु मेरा बाबा हुनुहुन्छ र मेरा दुईजना दाइ छन् बाहिर गएर बस्छु र त्यति मात्र एक्लै पनि केही गरेर खान सक्ने आँट आइसकेको छ मसँग ए बुढा अब म तिमीलाई छोडेर आएछु जे गर्छ गर जाऊ खाऊ अब यत्रो पढेर अब बस्न हुँदैन जाऊ त्यही सन्तानीका जाऊ कि पढेर खान बस्छ म चाहिँ हिँडेर मेरा पक्रा पन्त्रा लिएर बाहिरै म गएको बस्छ तिमी यही घरमा
अनि भन्नु म कसैलाई पनि सताउँदिन मैले आशा लाग्यो होइन त्यो सुनसरी मबाट सुन्ने त्यसैबाट अक्सर कोटै हाल्यो क्या त्यसैले यसो बोल्नु भनेको आइपुग्यो अब यस्तो छ नरिसाऊ है बाबा नरिसाऊ हवस् त आजलाई हाम्रो क्यारिकेचरी समाप्त हुन्छ र हाँसो रूपमा लिनु होला जसरी व्यङ्ग्यको रूपमा लिनु होला र मलाई यति हुने सन्जुजीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र मलाई बोल्ने मौका र क्यारिकेचर गर्ने मौका दिनुभएकोमा युनिक मिडिया ग्रुप लगायत यहाँ उपस्थित भए खुल्लै असम र मित्रहरूलाई सबैका नमस्कार भन्दै यहाँबाट बिदा लिन चाहन्छु हवस् त धन्यवाद कोही केशव उदासी गुड नाइट साथीहरू जो अवसरबाट आएको थिएन अनि यहाँ एङ्कर ग्रुपमा आइसकेको थियो हजुरको सामु मैले अझ कार्यक्रमलाई आज अगाडि बढ्नुपर्ने हुन्छ यहाँ स्कुलमा धेरैजना साथीहरूको नाम देखिसकेको छु र यहाँ मैले पढेको छु खल्पना लिएर म उहाँ लिन्छु है त हेलो कल्पनाजी नमस्ते हेलो कल्पनाजी नमस्ते हजुरलाई नि बोलाएको मैले हजुर नमस्कार हजुर स्वागत छ हाम्रो प्रोग्राममा धन्यवाद हजुरलाई सुनिरहनु भएको छैन हजुर म सन्चै छु अनि हजुरलाई कस्तो छ नि म पनि एकदम सन्चै छु अलिकति होइन प्राइमेटको कारणले गर्दा मन लागेको छ ठिकै छ राम्रो छ सन्चै छु कल्पनाजीले हजुर अनि हजुरको आवाजहरू कहाँबाट आइरहेको छ नि हामी सामु म इजरायलबाट हो इजरायलको जेरुसलेम भन्ने ठाउँबाट हो नेपालमा हजुरको मेरो नेपालमा बिर्तामोड झापा हामी सँगसँगै पढाएको छौँ होइन हजुर हामी लगभग सँगै हौ ओके अब नि हामी कार्यक्रमको फाइदा खोज्छौँ है त आज के कार्यक्रम हो मलाई त्यति जानकारी भएन त्यसको लागि म सरी भन्न चाहन्छु अनि हामी कार्यक्रम हेलो हजुर हजुर म म्युटमा राखेर भन्नु त के कार्यक्रम हो म त इको आयो कि कसले म्युटमा राख्नु भएको छैन यहाँ के गर्नु आजको हाम्रो कार्यक्रम रहेको छ हास्य विधा यसमा हजुरले जोक्स चुर्किला क्यारिकेचर हामीलाई हामी राख्न सक्नुहुन्छ सपनाजी सरी आज मसँग केही छैन मलाई जानकारी थाहा भएन है के कार्यक्रम भन्नु कुरा म यदि एकछिनमा भेट्यो भने म हजुरलाई मेसेज गर्छु अथवा म हजुरलाई समक्ष राख्न चाहन्छु अहिले जोक्स चुर्किला क्यारिकेचरदेखि बाहेक अरू आफूसँग जे प्रतिभा छ त्यो पनि राख्न सक्नुहुन्छ गीत राख्न सक्छु होला हामीले सुन्दै आएका छौँ हजुर एकदमै गीत सङ्गीतमा प्रतिभाशील हुनुहुन्छ त्यो हामीलाई थाहा भइसकेको कुरा हो हजुरले एउटा गाना पनि हामीलाई सुनाएर मन दिन सक्नुहुन्छ सपनाजी धन्यवाद र यस मिडियामा उपस्थित हुनुहुने सम्पूर्ण मित्रजनलाई मेरो तर्फबाट नमस्कार दिन चाहन्छु र मलाई यो सुवर्ण अवसर दिनुभएकोमा सञ्चालिकाजीलाई पनि धन्यवाद भन्दै म हजुर समक्ष जानी भए पनि आफ्नो गीत राख्न गइरहेको छु प्लिज म्युटमा बसिनु होला जीवन नृत्यजी भन्दै मलाई गीत गाउन आउँदैन र पनि म गाउन इच्छा लागेकोले जानी नजानी हजुर राख्न गइरहेको छु कल्पनाजी मैले हजुरलाई डिस्टर्ब गरेँ अब अनि हजुर स्टार्ट गर्न सक्नुहुन्छ आफ्नो गीत ओके धन्यवाद त्यो जिन्दगीलाई सफल तिम्रो त्यो यो दुखीको बधाईको परिवर्तन भयो के कारण तिमी परिवर्तन भयो के कारण तिमी यही नै मेरो सोधाइ छ यही नै मेरो सोधाइ छ सफल अधिकार मेरो केही छैन
मलाई आँखा भन्ने म्युटमा बस्नु होला गीत पाइरहेको छ सफल तिम्रो यो जिन्दगीलाई सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ यो दुखीको बधाई छ परिवर्तन भयो के कारण तिमी परिवर्तनहरू के कारण तिमी यही नै मेरो सोधाइ छ यही नै मेरो सोधाइ छ सफल तिम्रो त्यो जिन्दगीलाई उपहार मेरो तिमीलाई बढाई हातले दिनेछ उपहार मेरो तिमीलाई बढाई हातले दिनेछ सजियो तिमी पोतेहरूले सजियो तिमी पोतेहरूले मेरो जीवनको माला तिमेर मेरो जीवनको माला तिमेर सफल तिम्रो जिन्दगीलाई सफल तिम्रो जिन्दगीलाई यो दुखीको बधाई छ यो दुखीको बधाई छ परिवर्तन भयो के कारण तिमी परिवर्तन भयो के कारण तिमी यही नै मेरो सोधाइ छ यही नै मेरो सोधाइ छ धन्यवाद जस्ट कमलाजी हजुर यति मिठो गाइदिनुको यति मिठो स्वरमा र यति मिठो गीत थियो यो वास्तवमा गीत साह्रै मिठो थियो मलाई त एकदमै मनपर्छ गीत र सम्पूर्ण साथीहरूलाई पनि एकदमै मनपर्छ होला हजुरले हाम्रो यो आजको हास्य भिडियो कार्यक्रममा जोस राखिरहेको छ मात्र नभएर हजुरले हाम्रो प्रोग्रामलाई अझ मिठो गीत गाएर सुन्न सुन्न साथ दिनुभएको छ फेरि पनि हजुरको ठुलो आउन सक्छ हजुरले हाम्रो कार्यक्रमलाई सुन्न साथ दिनुहोला अहिले भने हजुरबाट छुट्छु है त्यो बाबा कपलाजी उहाँ हुनुहुन्थ्यो कपलाजी अब नै उहाँको पापाजी हामीहरू अब हामीले कार्यक्रमलाई अझ गरेर पाउनुहुन्छ यहाँ आज मैले यसमा धेरैभन्दा धेरै साथीहरूलाई देखिसकेको छु म एउटा साथीतर्फ जान्छु है त उहाँको नाम म दिइरहेको छु ठुला सारा भनेर हेलो सुहाजी नमस्ते हेलो सुहाजी नमस्ते उहाँले पनि आवाज दिनु भएन सायद लाग्छ उहाँको मेरो आवाज दिनु होला एनिवे अब नि म अर्को साथीतर्फ जान्छु यहाँ मैले नाम पढिसकेको छु दिपेन्द्र भनेर उहाँ लिन्छु है त म हेलो दिपेन्द्रजी नमस्ते नमस्कार हजुरलाई स्वागत छ नमस्ते दिपेन्द्रजी हजुरलाई स्वागत छ हाम्रो प्रोग्राममा थ्याङ्क यू भेरी मच हजुरले हाम्रो प्रोग्राम अहिले सुनिरहनु भएको छैन हजुर हल्का सुनिरहेको छु हजुरसँग थोरै परिचय गर्न चाहन्छु हजुरको आवाजले कहाँबाट आइरहेको छ नि हाम्रो पूजा ग्रुप हजुर म इराकबाट इराकबाट भन्नुभयो है इराकबाट भन्नुभयो हजुर हजुर सुनाउनुहोस् न कति इराकको कति के छ कस्तो छ अनि इराक जानुभएको हजुर कति भयो हामीलाई अलिकति सुनाउनुहोस् न सबै ठिक छ सधैँ यहाँको हालखबर भन्नुपर्दा समग्रमा हल्का चिसो परिरहेको छ जाडो परिरहेको छ अनि हामी आएको लगभग 4 साल जति भयो भन्नुपर्छ थुप्रै भइसकेको छ है धेरै भइसक्यो त दिपेन्द्रजी टाढा गर्नुभयो सबै गराउनुहोस् आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् हामी विदेश कोठामा छौँ होइन हजुर हो नि ओके परदेश आइसकेपछि अब बाबामालाई छाडेर आएको हुन्छ यहाँ परदेश भन्ने कुरो अब आफ्नो ख्याल कसले गर्ने आफूले नगरेर त्यस कारणले गर्दाखेरि हरेक समय आफ्नो ख्याल आफूले गर्नुपर्ने हो नि दिपेन्द्रजी हजुरको कुरा बुझेको
अनि यो भने हामी कार्यक्रमको फर्मेटतर्फ जाउँ है त। हजुर सर्वप्रथम त आजको हाम्रो कार्यक्रम रहेछ हास्य विधा होइन। हास्य विधामा हजुरले जो चुटकिला र क्यारिकेचर गर्न सक्नुहुन्छ। यदि यी 3 थोकमध्ये हजुरसँग केही पनि छैन, हजुरले आफूसँग भएको कुनै पाठ्य पनि हामीसँग राख्न सक्नुहुन्छ जितेन्द्रजी। विशेष गरेर मैले चाहिँ अहिले भर्खर यहाँनिर यो प्रोफाइल सबैको प्रोफाइल पिक्चरहरूलाई हेरेर चाहिँ एउटा सानो गीत जस्तो देखेको छु। तर व्यङ्ग्य पनि हुनसक्छ यहाँहरू मध्ये कसैलाई, त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला भनेर भन्न चाहन्छु म पहिले नै है। त्यो सिर्फ मनोरञ्जनको लागि मात्र हो है त। हेलो हेलो ओके दिपेन्द्रजी, हजुरले स्टार्ट गर्न सक्नुहुनेछ। सिर्फ यो चाहिँ अब त्यस्तो खालको केही छैन, एकदम मनोरञ्जनको लागि मात्र तरिकाले चाहिँ मैले यो 2-4जनाको प्रोफाइल पिक्चरलाई हेरेर चाहिँ अहिले भर्खरै लेखेको, त्यही भएर सुनाउन चाहन्छु है त। ओके दिपेन्द्रजी, तपाईँको टाइम सुरु हुन्छ, हजुरले स्टार्ट गर्न सक्नुहुनेछ। सानोजीको कालो चस्मा किनेको छ कम्मर, सँगसँगै नाच्ने रहर। सानोजीको कालो चस्मा किनेको छ कम्मर, सँगसँगै नाच्ने रहर। सन्जुजीको छड्के हेराइ गोरो रहेछ मोहर, सँगसँगै घुम्ने रहर। सन्जुजीको छड्के हेराइ गोरो रहेछ मोहर, सँगसँगै घुम्ने रहर। मदनजीको कालो कपाल चस्मा रहेछ आँखामा, गीत मिठो पूर्वी भाकामा। मदनजीको कालो कपाल चस्मा रहेछ आँखामा, गीत मिठो पूर्वी भाकामा। हिमाजीको गोरो मोहर रुमाल रहेछ हातमा, माया चोखो मिठो साथमा। हिमाजीको गोरो मोहर रुमाल रहेछ हातमा, माया चोखो मिठो साथमा। युनिक मिडिया धेरै राम्रो हामी सबको साथमा, भेटघाट हुन्छ हरेक रातमा। युनिक मिडिया धेरै राम्रो हामी सबको साथमा, भेटघाट हुन्छ हरेक रातमा। थ्याङ्क यू भेरी मच। दिपेन्द्रजी, मेरो नेटको प्रोब्लमले गर्दाखेरि म थोरै डिस्कनेक्ट भएको थिएँ, त्यसको लागि म सम्पूर्ण साथीलाई सर्वप्रथम सरी भन्न चाहन्छु। मैले सुन्न नपाए पनि साथीहरूले सुनिरहनु भयो होला, यो मैले म्यासेजमा देखिसकेको छु। साथीहरूलाई एकदमै मन पाइरहनु भएको छ। हजुरले हाम्रो हाम्रो युनिक मिडिया ग्रुपलाई सम्मान जनाउनु भएको छ, त्यसको लागि हजुरहरूलाई हामी यो युनिक मिडिया ग्रुपको तर्फबाट सो मच थ्याङ्क यू भन्न चाहन्छौँ। त्यसरी नै हजुरले अब आउने दिनमा अझ राम्रा राम्रा होइन यस्तै गीतहरू क्यारिकेचर जोक्सहरू लिएर हामीसँग आइदिनुहोस्, इन्जोय गर्नुहोस्, पार्टिसिपेट हुनुहोस् है। त्यति पनि अहिले भने हजुरबाट म छुट्न चाहन्छु। बाई। ओके बाई, गुड नाइट। ओके, उहाँ हुनुहुन्छ दिपेन्द्रजी झालबाट, उहाँले मिठो सङ्ग सुनेर गइसक्नु भएको छ र उहाँ एकजना प्रतिभा साथी हुनुहुन्छ। अहिले उहाँलाई सुनाइरहेका छौँ। अब भने मैले कार्यक्रमलाई अझ बढाउनु पर्ने हुन्छ, अगाडि बढाउनु पर्ने हुन्छ। यहाँ म भनिसकेको छु रामहरिजी भनेर उहाँलाई भन्नु छ। हेलो रामहरिजी, नमस्ते। हेलो रामहरिजी, नमस्ते। उहाँले साउन्ड दिनु भएन, उहाँको काममा व्यस्त हुनुहुन्छ होला, पक्का पनि मलाई लाग्छ। त्यसै गरेर मैले कार्यक्रमलाई अझ अगाडि बढाउनु पर्ने हुन्छ। म कार्यक्रममा अर्कोजना साथीलाई लिन्छु। मैले यो पुरै नाम बुझ्न सकेको छुइनँ लाग्छ। उहाँको नाम मैले थोरै मेरो छोराले दिएको भएकाले पुरै नाम बुझ्न सकेको छुइनँ। ओके, अब भने फेरि पनि म एकचोटि हाम्रो तुलहाजीलाई बोलाउन जान्छु, तुलसी शर्माजीलाई। उहाँले मलाई कतै आवाज दिनुहुन्छ कि? हेलो तुलहाजी, हजुरलाई फेरि पनि स्वागत गर्न चाहन्छु हाम्रो प्रोग्राममा।
नीलकण्ठजी हुनुहुन्छ अहिले मैले उहाँको फुल नाम लेखिसकेँ। ओके भने म हाम्रो निष्ठको जान्छु, उहाँलाई स्वागत गर्छु है हाम्रो प्रोग्राममा। हेलो नीलकण्ठजी, नमस्ते। हजुर नमस्कार। हजुरलाई स्वागत छ हाम्रो प्रोग्राममा। धन्यवाद। नीलकण्ठजी, हजुरको यो आवाज कहाँबाट आइरहेको छ हाम्रो मिडिया ग्रुपमा? हजुर अहिले यो आवाज बहराइनबाट हो। बहराइनबाट भन्नुभयो। हजुर आज हाम्रो प्रोग्राममा नयाँ श्रोता हुनुहुन्छ है? हजुर हजुर एकदमै बिल्कुलै नयाँ हो। सकाउँ त हामीले हजुरसँग परिचय लिनुपर्ने हुन्छ, सम्पूर्ण साथीलाई परिचय दिनुहोस् है हजुरको। हजुर ठिकै छ। मेरो नाम नीलकण्ठ अधिकारी, झापा जिल्ला बाहुनडाँगी गाविस, हाल बहराइनमा छु। बहराइनमा भन्नुभयो है? हजुरलाई यो हाम्रो ग्रुपको जानकारी कसरी हजुरले कसरी थाहा पाउनु भने मैले हाम्रो यो मिडिया ग्रुपको मैले मेरो एकजना प्रकाश पाठक भन्ने एकजना साथीबाट चाहिँ मैले यो मार्फत साथी मार्फत चाहिँ मैले थाहा पाएँ होइन। त्यो भएर उहाँले एड्रेस दिनुभयो र मैले एड गर्न सफल भएँ है। नभन्दै अब राम्रोसँगले अहिले अब नेटको पनि अलिकति अब राम्रै खालको अब भनौँ न, नेट पनि राम्रै चलिरहेको छ। त्यसले गर्दाखेरि अहिले यसो खोलेको ठ्याक्कै आइहाल्यो क्या। सबै साथीहरू प्रोग्राम गरिराखेको देखेर अनि म पनि अहिले लाइनमै छु। ओके, हजुर आउनुभयो, पार्टिसिपेट हुनुभयो, हजुर अगाडि लिँदै गर्न सक्नुहुन्छ, हामीसँग रहेको प्रतिभा हामीसँग राख्न सक्नुहुन्छ। हजुर आउनुभयो, हजुरलाई थ्याङ्क यू भन्न चाहन्छु म लगायत हाम्रो युनिट साथीहरू सबैजनाको तर्फबाट। भने र प्रकाशजीलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। ओके, अब हामी कार्यक्रमको फर्मेतर्फ जाउँ है कनिजी। हजुर अब के छ हाम्रो कार्यक्रम विशेष के छ, अहिले भर्खरै म लाइनमा आउँदैछु है। अघिदेखि म नेट एकदमै आज अलिक खराब छ नेटको, त्यसले गर्दाखेरि अहिले नेट अलिक राम्रो भयो ठाउँमा म यता आउँदैछु है। हजुर, अनि त्यसले गर्दाखेरि राम्रोसँग सुनिराखेको थिइनँ, अहिले चाहिँ अलिक क्लियर हुँदैछ। हजुर हाम्रो पनि अहिले नेटमा एकदम डिस्टर्ब थियो। मेरो पनि अहिले रेजिस्टर गरिसकेको छु। यस्तो नेट भनेको कुरा हाम्रो हातमा हुँदैन, त्यही कारणले हजुरलाई हामी सही भन्न चाहन्छौँ र हजुरले बुझ्नुभएको कुरा नि हो यो। ओके, आजको हाम्रो कार्यक्रम रहेको छ हास्य विधा अन्तर्गत। यसमा हामीले जोक्स चुटकिला र क्यारिकेचर राखेका छौँ र हजुरले यदि तिन थोकजना राख्न सक्नु भएन भने हजुरले आफूसँग जे प्रतिभा छ त्यो पनि हामी राख्न सक्नुहुन्छ नि। ठिकै छ नि त, मसँग अब एउटा जोक्स भनौँ या अब यसलाई के भनौँ होइन, जोसै जस्तो छ है मसँग। अब त्यत्रो म आज कन्फिडेन्ट भएर आएको छुइनँ, किनभनेदेखि सबै साथीहरूसँग म आज म क्षमा प्रार्थी छु। किनभनेदेखि मलाई पनि यो बारेमा खासै अब धेरै ज्ञान थिएन। हिजो मात्रै मैले तपाईँहरू समक्ष एड गर्न सफल भएँ। हिजो मसँग नेट पनि एकदमै स्लो थियो होइन, त्यसको बावजुद पनि मैले अब हिजो तपाईँहरूसँग चाहिँ कनेक्सनमा रहन सफल भएँ। तर पनि साथ तपाईँहरूको अब आवाज धेरै मधुर एकदमै अब क्लियर भइराखेको थिएन, र पनि आज अलिकति क्लियर छ है। र पनि अहिले भर्खरै अब सुन्नुपर्ने अवस्था हुँदाखेरि भनेको मैले मेरै फेसबुकमा पनि है मैले अब यो लेखेर पनि मैले एउटा स्ट्याटसमा मैले लेखेर पनि पठाएको छु होइन। हाम्रो नेपालमा चाहिँ राजेश हमाल र भुवन केसीको दुईजनाको चाहिँ नि अब कुरा हुँदै गर्दाखेरि भुवन केसीले चाहिँ नि भनेछ राजेश हमाललाई, तपाईँ त महानायक कतिवटा छन् विश्वमा, कतिवटा देशहरू छन् भनेर चाहिँ अब भुवन केसीले चाहिँ नि अब महानायक राजेश हमाललाई सोध्नु भएछ। अनि महानायक राजेश हमालले चाहिँ भन्नुभएछ विश्वमा एउटै मात्रै देश छ भनेर भन्नुभएछ। अनि त्यस पश्चात अब भुवन केसीले हो महानायक अब नायकको पनि महानायक मान्छे होइन, कस्तो मूर्ख मान्छे, विश्वमा एउटै मात्रै देश छ भनेर भन्दाखेरि म मूर्ख कि तपाईँ मूर्ख, म भन्दा महामूर्ख तपाईँ मूर्ख, किनभने विश्वमा एउटै मात्रै देश छ हाम्रो नेपाल, किनभने नेपालदेखि बाहिर त सबैहरू विदेश हुनु भनेर भन्नुभएको थियो अरे क्या। र समाप्त भयो है मेरो आज धेरै लाग्छ साथीहरू हाँसिरहनु भएको छ। पिक्चरहरू पनि खालि मुसु मुसु हाँसिरहनु भएको छ। उहाँहरू पनि हजुरको जोक्स सुनेर हजुरले यसरी अब आउने दिनहरूमा नयाँ नयाँ जोक्स चुर्किला क्यारिकेचर गरेर हामीसँग आउनुहोस्, पार्टिसिपेट हुनुहोस्, इन्जोय गर्नुहोस् है। अहिले मैले हजुरसँग हुन्छ, धन्यवाद साथीहरू। अहिले भर्खरै हामीले कृष्णजीको सुनिसकेका छौँ। अब कति जोक्स मात्रै सुन्नु हो भने हामी यो हाम्रो यस विद्यालय अझ सुनमा सुगन्ध पार्नको लागि एउटा मिठो गीत सुनौँ। एउटा अब नेपाल आएको छ मिठो गीत छ साथीहरू। मेरो टेक्निक
307 साइटमा नेटमा केही प्रभाव हुन सक्छ, उहाँले गीत बुझ्न सक्नु भएन। भने म माइक्रोफोन हाम्रो हिमाल जोशीजीलाई दिन चाहन्छु। प्लिज हिमालजी माइक्रोफोन लिनुहोला हजुरले। हजुर नमस्कार भन्दै फेरि म वेलकम ब्याक भइसकेको छु। हजुरहरूको सुख दुःखको साथी हिमाल जोशी फ्रम साउथ अफ्रिकाबाट। र हाम्रो कार्यक्रमहरू रमाइलो रोचक हिसाबले राम्रो हिसाबले चलिरहेको छ। यहाँ धेरै साथीहरूले चुटकिलाहरू जोक्सहरू सुनाएर गइसक्नु भएको छ भने धेरै मिठा मिठा र हाम्रो प्रोग्रामलाई पनि लाइभमा छोडिरहेको छौँ। लाइभ सुन्नको लागि तपाईँहरूले त्यहाँ हाम्रो इनबक्समा त्यहाँ म्यासेजमा क्लिक गरेर लगइन गरेर हेर्न पनि सक्नुहुनेछ। र हाम्रो युनिक मिडिया ग्रुपको स्काइप आइडीमा गएर तपाईँहरूले एड गरेर पनि तपाईँहरूले त्यहाँ आफ्नो साथीहरूलाई जोइन गर्न सक्नुहुनेछ। भने हाम्रो फेसबुकमा गएर पनि तपाईँहरूले युनिक मिडिया ग्रुप भनेर ग्रुपमा गएर एड गर्न सक्नुहुन्छ। भने आजको हाम्रो कार्यक्रम हाँसो अनि हँसाउमा धेरै साथीहरूले आफ्ना आफ्ना कलाहरू प्रस्तुत गरेर गइसक्नु भएको छ। यहाँ धेरै साथीहरू अझै बाँकी हुनुहुन्छ। म उहाँहरूलाई लिन चाहन्छु। उहाँ कहाँबाट हुनुहुन्छ हेरौँ है त। हाम्रो सहयात्री मिडियाबाट मलाई पनि पालो दिनु भन्दै हुनुहुन्छ। म उहाँलाई हाम्रो यस युनिक मिडिया ग्रुपमा वेलकम गर्न चाहन्छु। सहयात्री मिडिया नमस्कार। हेलो सहयात्री मिडिया नमस्कार, हजुरलाई वेलकम छ हाम्रो यस युनिक मिडिया ग्रुपमा। धन्यवाद। अनि हजुर अहिले कहाँबाट? हजुरको लगायत युनिक मिडिया ग्रुपमा उपस्थित सबै साथीहरू, युनिक मिडिया ग्रुप सञ्चालक लगायत प्रविधि दिदीलाई, रेकर्डिङमा हुने साथीलाई लगायत सम्पूर्ण उपस्थित कला साथीहरूलाई चाहिँ म सहयात्री मिडिया ग्रुपबाट विकास थापाको चाहिँ नमस्कार रात्रिकालीन अभिवादन। अनि सहयात्री मिडियाजी आज हाम्रो कार्यक्रमको बाजे हजुरलाई अवगत नै होला। आज हाम्रो कार्यक्रम रहेको छ हाँसौँ अनि हँसाउ भन्नेमा चुटकिला क्यारिकेचर रहेको छ। तपाईँले आज हाम्रो यस युनिक मिडिया ग्रुपमा के उपहार लिएर आउनुभएको छ? मैले चाहिँ हजुर सानो कविता लिएर आएको छु। ओके सहयात्री मिडियाजी, हजुरले तपाईँले आफ्नो कवितालाई वाचन गर्न सक्नुहुन्छ। हजुरको टाइम सुरु हुन्छ। स्टार्ट नाउ। धन्यवाद। गरिबको छोरा हुँ म, गरिबको छोरा हुँ म, कसले बुझ्छ मर्म, गरिबको छोरा हुँ म, कसले बुझ्छ मर्म, भारी बोकी जिउ पाल्छु यस्तै रहेछ कर्म, भारी बोकी जिउ पाल्छु यस्तै रहेछ कर्म। साथीभाइ स्कुल जाँदा म काममा हुन्छु, उनीहरूलाई देखेर एकोरिँदै हुन्छु, उनीहरूलाई देखेर एकोरिँदै हुन्छु। सम्झाउने कोही हुन आफै रुन छोड्छु, गरौँ भारी बोक्नुपर्ने बाध्यतामा, धन्यवाद। वाह वाह वाह, सहयात्री मिडियाबाट धेरै मिठो कविता आइसकेको छ। उहाँको लागि धेरै धेरै धन्यवाद हाम्रो यस युनिक मिडिया ग्रुपबाट पनि। र आउँदा दिनहरूमा पनि यसरी ल हजुरले आफ्नो गीत पनि वाचन गर्न सक्नुहुनेछ सहयात्री मिडियाजी। माया कहाँको युनिक मिडियाको साथीला तुलीले च्यामै सुहाको, सारी र तुली नेपाली देशी नेपालकै साना हो, साडी र तुली नेपाली देशी नेपालकै साना हो। विश्वमा नाम चलाउने नेपाली बिरा हो, विश्वमा नाम चलाउने नेपाली बिरा हो, नेपालकै नाम अगाडि आउँदा गौरव गर्दछु, नेपालकै नाम अगाडि आउँदा गौरव गर्दछु। जमिन फोडी पातल तोडी त्यसलाई बचाउँछु,
जमिन छोडी फसल छोडी देशलाई बचाउँछु। हजुर दादा धन्यवाद। ओके, हजुरलाई धेरै धेरै धन्यवाद। कुन शब्दले तपाईँलाई कमेन्ट गरौँ? म ओडे आएन तपाईँको गीतहरू अनि कविताहरूमा धेरै राम्रो सुनाएर गइसक्नु भएको छ श्रोताहरूलाई। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँबाट बिदा हुन चाहन्छु। हस्, बाई। दादा मलाई थोरै तपाईँहरूको अमूल्य टाइम दिनुभएकोमा धन्यवाद छ दादा। अहिलेलाई चाहिँ भवाई सुना। ओके, बाई। उहाँ हुनुहुन्थ्यो सहायता मिडियाबाट हाम्रो के भन्नुभयो तपाईँको नाम? घनश्याम के भन्नुहुन्थ्यो? उहाँलाई बाबाई भनिसकेको छ र उहाँले धेरै मिठो। हजुर उहाँ विकास थापा हुनुहुन्थ्यो। उहाँले गीत र कविता वाचन गरेर गइसक्नु भएको छ। हाम्रो यस युनिक मिडिया गुरुलाई माया गरेर उहाँ डेली हाम्रो कलर पनि हुनुहुन्छ र उहाँलाई म विदाय गरिसकेको छु भने यहाँ धेरै साथीहरू हाम्रो स्क्रिनमा देखिसकेको छु र आज हाम्रो यस हाँस्य विधा अन्तर्गत हाँसौँ अनि हँसाउ कार्यक्रममा धेरै साथीहरूले चुट्किला अनि हाम्रो व्यङ्ग्यहरू लिएर हँसाइसक्नु भएको छ। आज हाँसी यहाँ गाह्रो भइसकेको छ हाँस्न पनि। अब कति हाँसु भनेर अब फेरि म अर्को साथीलाई ल्याउँछु। उहाँले के उपहार लिएर आउनु भएको छ आज हाम्रो यस युनिक मिडिया ग्रुपमा म उहाँलाई बोलाउन चाहन्छु। हाम्रो दीपक पाण्डेजी हुनुहुन्छ। दीपक पाण्डेजी नमस्कार। उहाँले आवाज दिन सक्नु भएको छैन, सायद उहाँको नेट प्रब्लम हुनसक्छ। आज नेटको धेरै प्रब्लम भइरहेको छ र अहिले म अर्को साथीलाई लिन गइरहेको छु। उहाँ हुनुहुन्छ तुलसा शर्माजी। तुलसाजी नमस्कार। हेलो तुलसाजी। उहाँले पनि आवाज दिन सक्नु भएको छैन। यहाँनिर मैले अर्को रामहरि कार्की हुनुहुन्छ कि के हो उहाँको नाम? रामहरिलाई बोलाउन चाहन्छु। रामहरिजी नमस्कार। हेलो, उहाँले पनि आवाज दिन सक्नु भएको छैन। म आज यतातिर हाम्रो युनिक मिडिया ग्रुपको हाम्रो मेम्बर हुनुहुन्छ, उहाँलाई पनि निमन्त्रण गर्न चाहन्छु। उहाँ हुनुहुन्छ हाम्रो मदन युनिक जी। हेलो मदन युनिक जी नमस्कार। जस्तो माया थियो हिजो आज त्यस्तै नखोज्नु है। जस्तो माया थियो हिजो आज त्यस्तै नखोज्नु है। टाढिँदैछौ किन भनेर बिर्सेर नि नसोध्नु है। थाहा छैन मलाई पनि मन किन बदलियो। वचनका ढिर बनाई मेरो मुटु नबुझ्नु है। तन मन सुम्पिए जिन्दगी नै रित्तो पार्दा जुन पीडा मैले भोगेँ त्यो तिमीले चाहिँ नभोग्नु है भन्दै सम्पूर्ण मित्रहरूमा म मदन युनिक आजको साँझमा सन्ध्याकालीन छठी अभिवादन टक्राउन चाहन्छु। अनि नमस्ते। हजुरलाई पनि धेरै धेरै नमस्कार। र हाम्रो यस युनिक मिडिया ग्रुप हजुरको पनि मेम्बर हुनुहुन्छ र तपाईँलाई पनि धेरै धेरै धन्यवाद हुँदै तपाईँलाई हाम्रो यस युनिक मिडिया ग्रुपलाई स्वागत गर्न चाहन्छु मदनजी। धन्यवाद मदनजी। यहाँ थुप्रै साथीहरूले आफ्नो कला र प्रतिभाहरू प्रस्तुत गरिसक्नुभयो र म पनि धेरै खुसी छु आजको कार्यक्रम सुनेर। म पनि भित्रभित्र यहाँ एकदमै हाँसिरहेको थिएँ। आज म एज अ गेस्टको रूपमा आएको छु। यहाँ म स्पेसली छुइनँ, त्यो भएर अलिकति मैले टाइम दिन सकिरहेको छुइनँ। एनिवे केही छैन, म एकदमै खुसी छु र यहाँले फेरि अन्तिममा मलाई एउटा मौका दिनुभयो। आई एम सो ह्याप्पी एन्ड लट्स थ्याङ्क्स टु हिमालजी भन्न चाहन्छु। ओके, थ्याङ्क यू मदनजी। र तपाईँले आज हाम्रो यस युनिक मिडिया ग्रुपमा तपाईँ मेम्बर पनि हुनुहुन्छ र यस युनिक मिडिया सम्पूर्ण श्रोताहरूको लागि के उपहार लिएर आउनुभएको छ मदनजी आज? आज अब हाँस्ने कुरा त धेरै भयो। अब अलिकति सङ्गीतले पनि अलिकति आजको साँझ अझै रोचक, अलिक रौनक अनि अझै मिठास बनाऊ भनेर एउटा पुरानो अनि मिठो सङ्गीत लिएर आएको छ, एउटा मिठो गीत। ओके मदनजी, तपाईँको पालो सुरु हुन्छ। 1 2 3 तपाईँले स्टार्ट गर्न सक्नुहुनेछ। ओके साथीहरू, निकै पुरानो गीत छ तर मलाई चाहिँ मनपर्छ। सायद आई होप सो यु विल अल्सो इन्जॉय फ्रम दिस सङ। नाउ आई एम गोना सिङ अ सङ। हाम्रो सुन्दर संसार थियो हुर्याई उडाइदियो। दुई मुटुको मिलन थियो सपना जस्तै उडी गयो। अब हाम्रो माया दुई किन
पाखको भेट हाम्रो आलै थियो हरियाली वन पाखको भेट हाम्रो आलै थियो चढाएको फाकल हाम्रो देउरालीलाई थाहै थियो बिहानीको सीता जस्तै चोखो हाम्रो माया थियो बिहानीको सीता जस्तै चोखो हाम्रो माया थियो अब हाम्रो माया दुई किनार भयो अब हाम्रो माया दुई किनार भयो सखी पाको जोडी जस्तै हाम्रो माया उड्दै थियो सखी पाको जोडी जस्तै हाम्रो माया उड्दै थियो उडी बत्ता चले पनि दुई आत्माको जितै थियो कहिले रुने कहिले हाँस्ने यस्तै हाम्रो माया थियो कहिले रुने कहिले हाँस्ने यस्तै हाम्रो माया थियो र हाम्रो माया आकाशर्ती भो र हाम्रो माया आकाशर्ती भो। धन्यवाद हिमालजी। ओके मदनजी, तपाईँले मिठो अनि पुरानो ओल्ड इज गोल्ड भने जस्तै तपाईँले मिठो सङ्गीत गीत सुनाएर गइसक्नु भएको छ। तपाईँ धेरै श्रोताहरूलाई मनोरञ्जन दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद मदनजी। र हजुरबाट म बिदा हुन चाहन्छु। ओके, बाई। उहाँ हुनुहुन्थ्यो मदन इनुजी, हाम्रो यस युनिक मिडिया ग्रुपको सदस्य पनि हुनुहुन्छ र उहाँले आज मिठो श्रोतालाई एउटा गीत सुनाएर गइसक्नुभयो। र मलाई यहाँ मेसेज बक्समा आइरहेको छ रामहरिलाई प्लिज पालो दिनुहोला भनेर, र उहाँलाई म स्वागत गर्न चाहन्छु हाम्रो यस युनिक मिडिया ग्रुपमा। रामहरिजी नमस्कार। हेलो रामहरिजी नमस्कार। उहाँले आवाज दिन पनि सक्नु भएको छैन र म यहाँ हाम्रो कार्यक्रमलाई अन्त्य गर्नको लागि माइक्रोफोन हाम्रो सन्जु पाठकलाई हस्तान्तरण गर्न चाहन्छु। सन्जुजी। साथीहरू, म फेरि पनि आइसकेको छु। किन हाम्रो टाइम इज ओभर भनेर हाम्रो मिडिया ग्रुपबाट आइसकेको छ, जानकारी आएको छ। के गर्नु साथीहरू, हामी जहिले पनि समयको पाबन्दी अनुसार चल्नुपर्ने हुन्छ र अब त समय नेटवर्क पनि काट्न लागिसकेका साथीहरू। हामी बिदा माग्नुभन्दा पहिले सम्पूर्ण साथीहरूलाई थ्याङ्क्स अ लट फर पार्टिसिपेट फर दिस प्रोग्राम भन्न चाहन्छु। म कार्यक्रम सञ्चालिका सञ्जु पाठक र मलाई सफरमा साथ दिनुहुन्थ्यो हाम्रो हिमाल ऋषिजीले साउथ अफ्रिकाबाट। त्यसै गरी मलाई टेक्निसियन आशा दिनुहुन्थ्यो सानो कुराले इजरायलबाट। साथीहरू, अब नि हजुरबाट हामीले छुट्नु पर्ने हुन्छ र साथीहरू हजुरहरू जो जहाँ जस्तो अवस्था भएको छ हाँसीको चुला स्वास्थ्य रहनुहुन भन्दै त्योभन्दा पहिले भोलिको हाम्रो कार्यक्रम रहेको छ साहित्य विधा सानो कुदाजी र केशवजीको साथमा आउनुहोस्, पार्टिसिपेट हुनुहोस्, इन्जोय गर्नुहोस्। साथीहरू, अब चाहिँ म पक्का हजुरबाट छुट्न चाहन्छु।